आर्मी अन फायर गाइज। आर्मीले यो लेभलको गेम खेल्छ भनेर चाहिँ मैले चाहिँ सोचेको थिइनँ कि। हुन त आर्मीले आउटडोर भन्दा इन्डोर एकदमै राम्रो खेल्छ, यो त सबैलाई थाहा भएकै कुरा हो। मैले पनि पहिलेबाट भनिरहेको थिएँ कि यदि आर्मी इन्डोरमा खेल्छ भने नेपालको कुनै पनि टिमले हराउन एकदमै गाह्रो हुन्छ आर्मीलाई। तर आज त आर्मीले नेक्स्ट लेभलको गेम खेल्थ्यो। पछिल्लो केही समयदेखि आर्मीको यो लेभलको गेम चाहिँ हेर्न पाइएको थिएन। हिजो आर्मीले टाइगर कपमा पर्वतलाई 3-2 को सेटमा पराजित गर्न सफल हुनुभएको छ। आर्मीलाई धेरै धेरै बधाई छ। आर्मीबाट धनबहादुर भट्ट अन फायर, उहाँले यस खेलमा म्यान अफ द म्याचको पनि उपाधि जित्नु भएको छ। धनबहादुर भट्ट दाईको पहिला जुन लेभलको गेम थियो त्यो लेभलको गेम भने देख्न पाइएको थिएन। तर हिजोको गेममा त ओहो, डिबी दाईको दुश्मन पनि फ्यान भयो होला कि हिजोको गेम देखेर। तर धनबहादुर भट्ट दाई मात्रै नभएर आर्मीको होल टिम नै बवाल खेलेको थियो कि हिजो। सबैजना खेलाडीहरूको सानो सानो कन्ट्रिब्युसन थियो के। जस्तै दुर्गाबहादुर खड्का एकदमै उत्कृष्ट थियो, उहाँले पनि राम्रो साथ दिनुभएको थियो। त्यस्तै गरी हरिहजुर थापा दाई सेटर त हुनु नै भयो, आर्मी टिमको मुटु नै हुनुहुन्छ। शरण सामरी छेत्रीको पनि हिजो एकदमै बवाल भएको थियो, जस चाहिएको बेलामा अङ्क दिइराख्नु भएको थियो। त्यस्तै गरी सनोज चौधरीको पहिलो सेटको ब्लक एकदमै क्रुसल मोमेन्टमा आएको थियो, त्यसले गर्दा पनि पहिलो सेट जित्नलाई एकदमै सजिलो भयो। खास गरी 5औं सेटमा सनोज चौधरीको प्रदर्शन पनि एकदमै राम्रो थियो, दुईटा एकदमै राम्रो ब्लक र स्पाइक पनि एकदमै राम्रो भएको थियो। सूर्यविक भाइको पनि ठिकठाक प्रदर्शन थियो। तर मैले चाहिँ सूर्यविक भाइले अझै राम्रो गरोस् भन्ने सोचिरहेको थिएँ, किन भन्दा सूर्यविक भाइलाई टिमले मजबुरीमा खेलाइरहेको छ नि त। अहिले सुनिल बोहरा घाइते हुनुहुन्छ, उसको ठाउँमा खेलाइरहेको छ। मजबुरीमा खेलायो भने अर्कोचोटि खेलाउनको लागि मजबुर गराइदिनु पर्छ जस्तो लाग्छ है मलाई चाहिँ। तर पनि एकदम चाहिएको मोमेन्टमा चाहिँ अङ्क दिलाइराख्नु भएको थियो, डिफेन्सबाट भयो भने राम्रो अङ्क दिलाउनु भएको थियो। त्यस्तै गरी जित बहादुर सार्कीको पनि डिफेन्स एकदमै उत्कृष्ट थियो। पर्वत भलिबल सङ्घ हार्नुको सबैभन्दा मुख्य कारण चाहिँ मुबासुर राजा त्यति राम्रो चल्न नसकेर हो जस्तो लाग्यो मलाई चाहिँ। जुन लेभलको गेम मुबासुर राजाले खेल्दै आउनु भएको थियो त्यो लेभलको गेम चाहिँ हिजो खेल्न सक्नु भएन। फखरुद्दिन एकदमै उत्कृष्ट, उसको खेल त जहिले पनि उत्कृष्ट हुन्छ, तर उसलाई साथ दिने मान्छेहरू एकदमै कम हुनुभयो। सन्तोष राईको पनि एकदम राम्रो प्रदर्शन थियो। निरूप बस्नेतको पनि क्विक स्पाइक एकदम राम्रो छ, तर ब्लकमा भने थोरै मेहनत गर्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ। ओभरअलमा हेर्ने हो भने यो वर्षको सबैभन्दा उत्कृष्ट र नसोचेको खेल भयो हिजो। 5औं सेटमा गएर 20-18 ले आर्मीले जित्न सफल हुनुभएको छ। आर्मीलाई धेरै धेरै बधाई छ। अब कुन टिम फाइनल पुग्ने भन्ने बारे झन् यसको सिनारियो एकदम रमाइलो भएको छ। यो हो नि त बल्ल असली टाइगर कपको मजा भनेको चाहिँ। उता नेपाल पुलिस क्लबले पनि एपीएफलाई 3-0 को सोझो सेटमा पराजित गरे पछाडि फाइनलको सिनारियो झनै रमाइलो भएको छ। एनपीसी टिमलाई पनि धेरै धेरै बधाई छ। लास्टको बल ओभरल्याप थियो कि थिएन भनेर खेल सकिए पछाडि थोरै विवादको सिर्जना पनि भएको थियो। अब सबै कुरा रेफ्रीले पनि देख्नुहुन्न, कुनै बेला कुन टिमलाई फाइदा हुन्छ भने कुनै बेला कुनै टिमलाई फाइदा हुन्छ, जानी गर्नु भएको चाहिँ हुँदैन। त्यही भएर यस्तो कुराहरू चाहिँ माइन्ड नगरेकै राम्रो हो जस्तो लाग्छ है मलाई चाहिँ। तर पनि केही छैन, दुवै टिमलाई बेस्ट अफ लक भन्न चाहन्छु। तर आज चाहिँ सबैको मुटु ढुक भएको थियो होला के। तर आर्मीले एकदमै राम्रो खेल खेल्यो। तर इन्डोरमा आर्मी भनेको चाहिँ आर्मी नै हो के। मलाई चाहिँ विशेष गरी धनबहादुर भट्ट दाईकै स्पाइक सबैभन्दा बढी मन पर्यो। तपाईँहरूलाई चाहिँ कसको स्पाइक सबैभन्दा धेरै मन पर्यो त कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।